राधे राधे मित्र। सो आज म चाहिँ एकदमै महत्त्वपूर्ण कुराहरू भन्न गइरहेको छु। म जो अहिले छु नि त्यो पहिला थिएन के, र जो म पहिला थिएँ त्यो अहिले छैन। लगभग मलाई यो आध्यात्मिक मार्गमा लाग्न लाग्यो कमसेकम 1 इयर हुन लाग्यो, या 1 इयर। जब म यो आध्यात्मिक मार्गमा लागेँ भन्दा पनि मलाई लगाइयो भनौँ, किनकि त्यो चिजमा पहिला मलाई इन्ट्रेस्ट थिएन। जब मैले आध्यात्मिक मार्गमा जोडेँ, भगवद् गीता पढेँ, आध्यात्मिक बुकहरू पढेँ, आध्यात्मिक गुरुहरूलाई फलो गरेँ, तब थाहा भयो कि यो मनुष्य जीवनको उद्देश्य के रहेछ कि हामी किन जन्मियौँ त, र अनि जन्मेर के गर्यौँ त। अन्तिम यात्रा मृत्यु, जन्म मृत्यु, जन्म मृत्यु। अनि मैले बुझेँ कि यही हो र मनुष्यको जीवन। हर मान्छेहरू दौडिरहेका छन्, हर मान्छेहरू आफ्नो जीवनमा स्ट्रगल गरिरहेका छन्। लास्टमा स्ट्रगल गर्दा गर्दै यो धरती नै छोडेर जान्छन्। कि यही नै हो र मनुष्यको जीवन। जब यो कुरा मलाई रियलाइज भयो, तब मैले आफूमा भएका गलत आचरणहरू छोडेँ। जस्तै मांस खान, गलत चिजहरू हुन्छ नि, अब गलत कुराहरू गर्नु, प्लस अन्य विभिन्न किसिमका गलत आचरणहरू हामी जो गर्छौँ नर्मल्ली हामीलाई त्यो थाहा हुँदैन, तर यो गलत हो भनेर हामीलाई थाहा हुँदैन, त्यही पनि हामी गरिरहेका हुन्छौँ। ती कुराहरू त्यागे, नाम जब सुरु गर्न थालेँ, तब मलाई रियलाइज भयो कि आध्यात्मिक मार्ग नै खुसीको के रहेछ के। सो हामी जीवनभर यो कागजको रूपमा पैसाको पछाडि भागिरहेका हुन्छौँ। यसको महत्त्व छ, तर अहिले कलियुगमा पैसाले गर्दा नै विभिन्न किसिमका अपराधहरू बढिरहेका छन् कि। पैसाको महत्त्व किन छ थाहा छ? किनकि यसले विषय भोग मिल्छ, पैसाले राम्रो खाना मिल्छ, राम्रो सुत्ने चिज मिल्छ, हरेक चिज मिल्छ जो तपाईँलाई चाहिने हो। हाम्रो ज्ञानेन्द्रियले जे चाहिन्छ नि त्यो पैसाले मिल्छ। त्यसैले गर्दा पैसाको महत्त्व छ। यदि हामी सही मार्गमा, आध्यात्मिक मार्गमा सही तरिकाले अगाडि बढ्ने हो भने हामी अहिले जति कमाइरहेका छौँ, जति हामीमा छ, त्यसमा पनि हामी खुसी हुन सक्छौँ कि। तर विडम्बना यो कलियुगमा, किनकि जति धेरै पैसा त्यति धेरै इज्जत, जति धेरै पैसा त्यति धेरै विषय भोग, विभिन्न किसिमका नचाहिने चिजहरू मिल्छन्। त्यसले गर्दा मान्छेहरू रात दिन खटेर आफ्नो पुरा जिन्दगी पैसामा हालिदिन्छन्। वास्तवमा यो मनुष्य जीवन होइन कि। हामी सिर्फ पैसाकै लागि मात्र जन्मेका होइनौँ। पैसा कमाउनु पर्छ, किनकि जीवन चलाउनको लागि पैसा कमाउनु आवश्यक छ। तर यसरी कमाउने होइन कि पुरा जिन्दगी सिद्धाउने, अरू केही चिज पनि नै, विषय भोग गर्दै पुरा खानपिन गर्दै उडाउने होइन। भन्छन् मान्छेको जिन्दगी एकचोटि मिल्छ, रमाउनु पर्छ, कमाउनु पर्छ, या गर्नुपर्छ। म पनि कस्तो मान्छे त्यो चिजमा लागिरहेको थिएँ। जब आध्यात्मिक मार्गमा जुडेँ, यो त सब आसुरी प्रवृत्ति रहेछ। हर चिज, हर मनुष्य यो धरतीमा जन्म लिन्छ आफूलाई माथिल्लो लेभलसम्म चढ्नको लागि। हाम्रो जीवनको उद्देश्य के हो कि भगवत प्राप्ति, मोज पाउने कि, मोज प्राप्ति गर्नु। किनकि 84 लाख योनि छन् धरतीमा जन्म लिन्छन्। त्यसमा भनेको मनुष्य जीवन मात्र यस्तो हो जसले भगवानको प्राप्ति गर्छ। तर हामी मनुष्य भगवानको मायामा यसरी फसिसक्यौँ कि भगवानलाई बिर्सिसक्यौँ। जसरी एक बच्चा खेलौना देखेर रमाउन थाल्छ, तब त्यसले आमाको कुनै पनि मतलब हुँदैन। हो त्यसरी हामी अहिले कलियुगी मानिसहरू भगवानका मायामा यसरी डुबिसकेका छौँ कि भगवानको हामीलाई कुनै पनि चासो छैन। त्यो मध्येको एक हो पैसा। यसले हर चिज, हर विषय भोग दिन्छ। त्यसैले गर्दा हामी पैसा कमाइरहेका छौँ। यसको जरुरत पनि छ। यदि सही तरिकाले सदुपयोग गरियो भने, यसको सदुपयोग पनि गरियो भने यसको महत्त्वपूर्ण छ। बिरामी भयो भने अन्य चिजमा, हर चिजमा यसको जरुरत पर्छ। तर हामी पैसाको लागि यति खर्चौँ, शरीरलाई लास्ट थाउँछौँ, अनि बिरामी पनि हुन्छ, त्यही पैसा खर्च पनि हुन्छ, अनि पाप आचरण पनि गर्छौँ, जसले गर्दा हामीलाई विभिन्न किसिमका बिरामीहरू, रोगहरू लाग्छन्। किन? त्यो पैसाकै कारणले त हो। आफै सोचौँ त ल, यति पैसाको लागि हामी सही आचरण गऱ्यौँ भने, भगवानलाई आफ्नो मनमा राख्दै, भगवानप्रति एकदम सन्तुष्टिका साथ अगाडि बढ्यो भने बिमारी पनि कम हुन्छ र पैसा पनि खर्च हुन्छ। यदि हामी पैसाकै लागि भनेर पुरा जिन्दगीभरि भाग दौड एकदमै हुन्छ नि, मरिहत्ते, गलत आचरण, मान्छे त पैसाको लागि गलत काम पनि गरिदिन्छ, जसले गर्दा पाप बढ्छ। पाप बढेपछि केही न केही तरिकाले भोग्नै पर्छ। सो त्यसैले गर्दा पैसाको मान्छेहरूलाई अझ निर्णय हुन्छ र तिनीहरू गलत काम गर्छन्।
सो राधे राधे मित्रों, यो मनुष्य जीवन एकदमै हुन्छ नि अमूल्य जीवन हो कि यो। हामीले भगवानलाई प्राप्ति गर्न आवश्यक छ। हुन त कलियुगमा अहिले यस्तो चिज हुन अलि गाह्रै हुन्छ जबसम्म भगवानले जो मनुष्यको लागि भगवानले यो बाटो बनाएको हुन्छ त्यो मनुष्यले मात्र यो बाटोमा हिँड्न चाहन्छ। सो आफ्नो गृहस्थी जीवनमा पैसा कमाउँदै सही तरिकाले अगाडि बढ्यो भने भगवान प्राप्ति अवश्य हुन्छ। राधे राधे मित्रों।